प्रेम घतानी तपाईहरुलाई यो यायावर नेपाल भ्लगमा स्वागत छ। आज हामीसँग हुनुहुन्छ हाम्रो अङ्कल श्री अनि आन्टी अनि हामी छौँ। आज अंग्रेजी नयाँ वर्ष 2026 को सबैलाई धेरै धेरै शुभकामना। आज चाहिँ हामी नयाँ वर्षको दिन चाहिँ एउटा बगैँचा बैजनी फुलको त्यसलाई ल्याभेन्डर पनि भन्छ, त्यो बगैँचा चाहिँ हामी घुम्न गइराखेको छौँ। तपाईहरु भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हामी मात्र हैन, तपाईहरुलाई पनि आज हामी त्यो बगैँचा घुमाउने छौँ। ल लागौं है त हेर्नलाई। आजको हाम्रो यात्रा भनेको त्यस्तो धेरै लामो चाहिँ छैन, जम्मा त्यही 70-80 किलोमिटरको यात्रा हो। हामी चाहिँ यो प्राकृतिक हरियाली, डाँडाकाँडा, जङ्गलहरू, थोरै थोरै जङ्गलहरू चाहिँ छिचल्दै हामी एउटा पार्क नजिक आइपुग्यौँ। किनभने हाम्रो साथीहरू चाहिँ अरू पछाडि हुनुहुन्थ्यो, त्यो भएर पनि हामी चाहिँ एकछिन पार्कमा थकाइ मारौँ भनेर चाहिँ हामी अङ्कलहरू चाहिँ हामी लाग्यौँ। त्यहाँ चाहिँ एकदमै हाँस खेलिरहेका थिए। अरू मान्छेहरूले चाहिँ त्यहाँनिर चाहिँ चारो खुवाउनलाई आउनु हुँदो रहेछ। यो देखेर चाहिँ हामीलाई एकदमै रमाइलो लाग्यो। र यता छेउमै कमल फुल फुलिरहेको थियो, कुनै चाहिँ यस्तो पिङ्क कलरमा, कुनै चाहिँ सेतो कलरमा। यो देख्दाखेरि चाहिँ हामीलाई पहिलाको एकदमै पुराना याद आयो। एकदमै रमाइलो थियो। पोखरी पनि एकदम सुन्दर थियो। हाँसहरू पौडिरहेका थिए, खेलिरहेका थिए। यो देख्दाखेरि चाहिँ मन यत्तिकै आनन्द भएर आउने रहेछ साथीहरू। हाँस्नु है, हात समाएर खेल्नु न, हात समाउनु न। हो हेर्नु न दुईजनाले एकअर्कालाई। ल क्या मजा आयो यो संसारमा पृथ्वीमा घुमे जस्तो भयो। अब अंकल कोक्रो खेले जस्तै भयो कि क्या हो? लो हात समाउनु। ल हामीले चाहिँ पिङ पनि खेल्यौँ, अङ्कल आन्टीले पनि खेल्नुभयो, एकदमै रमाइलो गर्नुभयो। हाम्रो साथीहरू पनि आउनुभयो। त्यसपछि चाहिँ हामी फेरि हाम्रो गन्तव्यतिर लाग्यौँ। साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ यो हरियाली। तपाईँहरूको चाहिँ आँखा कमजोर छ भने पनि यो हरियाली हेरेर पनि आँखा ठिक हुनसक्छ। मैले गफ हाने भनेर नभन्नु होला। ल हामी चाहिँ फाइनल्ली यो गार्डन बगैँचामा आइसकेको छौँ। हामी
देख्न सकिन्छ। यहाँ वरिपरिको दृश्यहरू एकदमै सुन्दर छ। यो चाहिँ यहाँ चाहिँ रेस्टुरेन्टहरू रहेछ। यहाँ सानो सानो प्लान्टहरू, त्यो फुलको प्लान्टहरू लगाएको छ। हामी चाहिँ आइसकेको छौँ। अब हामी तपाईँहरूलाई देखाउँछौँ मेन बगैँचा। ल हामी चाहिँ यो बगैँचामा आइसकिसकेका छौँ फाइनली। एकदमै राम्रो, एकदमै सुन्दर, एकदमै सुगन्धित ठाउँ रहेको रहेछ यो। मौरीहरू चाहिँ एकदमै प्रशस्त मात्रामा यो फुलमा, किनभने यसको सुगन्धले गर्दा पनि होला। सुगन्ध भएको ठाउँमा मौरी नजाने त कुरै भएन। यसरी चाहिँ मौरी प्रत्येक फुलमा एक एकवटा मौरी चाहिँ आफ्नो अंशमा पारेर बसिरहेको छन्। एकदमै हराभरा, एकदमै सुन्दर, एकदमै सुगन्धित बगैँचा रहेछ यो। रमाइलो छ। पर्यटकहरू पनि थोरै मात्रामा यहाँनिर चाहिँ देख्न सकिन्छ। यो खासमा चाहिँ यो न्युजिल्यान्डमा चाहिँ एकदमै प्रसिद्ध रहेछ यो ल्याभेन्डर बैजनी फुल। सायद अब यसको विभिन्न औषधिहरू पनि, एन्जाइटी विभिन्न कुरामा चाहिँ यसको औषधि बन्ने भएर, प्लस यसको चाहिँ अत्तर, एकदमै सुगन्धित अत्तरहरू पनि बनाउने भएकोले यो सायद एकदमै प्रसिद्ध छ। र यसको प्रजाति चाहिँ अब 4 प्रजातिको हुँदो रहेछ। यो चाहिँ कुन प्रजातिको भयो मलाई चाहिँ ठ्याक्कै जानकारी भएन। साथीहरू, हामीले चाहिँ यो बैजनी फुललाई चाहिँ नजिकबाट स्पर्श गर्न सकियो। यसको सुगन्धको मिठास चाहिँ मन मस्तिष्कमा कैद गर्न सफल भइयो। र हाम्रो साथीहरूले भिडियो बनाउनु भयो, टिकटक बनाउनु भयो, फोटोहरू खिच्नुभयो। र हाम्रो जोडीले पनि भिडियोहरू बनाइयो। फिल्मी स्टाइलमा चाहिँ टिकटकहरू पनि हामीले बनाइयो। यो पल चाहिँ साँच्चीकै हामी सबैको लागि चाहिँ एकदमै यादगार बनाउन सफल भयो हामीले चाहिँ। त्यसपछि हामी लाग्यौँ यसको फार्म हाउसतिर। त्यहाँ चाहिँ यसबाट बनेका विभिन्न हर्बल प्रोडक्टहरू, मसाज तेलहरू, महहरू, विभिन्न प्रोडक्टहरू पाइने रहेछ। र हाम्रो साथीहरूले यसलाई चाहिँ प्रयोग पनि गर्नुभयो र मन पराएर लिनु पनि भयो। त्यसपछि हामी चाहिँ के गर्ने भन्दाखेरि यसबाट
आइसक्रिम पनि बन्दो रहेछ अनि एकचोटि चाहिँ यसको आइसक्रिम पनि हामीले टेस्ट गरौँ न त आएको बेला भनेर चाहिँ हामी सम्पूर्ण साथीहरू चाहिँ आइसक्रिम खान तयार भयौँ। हामीले आइसक्रिम पनि खाइसकेपछि के गर्ने भन्दाखेरि हामी चाहिँ त्यहाँ नजिकै रहेको वाही बिच पौडी खेल्न जाम भनेर हामी गएको। त्यहाँनिर जाँदाखेरि त एकदमै ठुलो छाल आएको रहेछ। अनि त्यो छालमा चाहिँ हामीलाई अलिकति डर लाग्यो। साथीहरूले चाहिँ यसमा अलिकति गाह्रो हुन्छ, हामी पौडी खेल्नलाई राम्ररी आउँदैन भनेपछि चाहिँ हामीले त्यहाँनिर बसेर फोटो खिच्यौँ। त्यहाँबाट चाहिँ यहाँ भाइ बहिनीहरूले चाहिँ एकदमै रमाइलो गरिरहेका थिए, पौडी खेल्न सिकिरहेका थिए। कोही चाहिँ सर्फिङ गरिरहेका थिए भने कोही चाहिँ सर्फिङ गर्न सिकिरहेका थिए। यी सम्पूर्ण दृश्यहरू हेर्नका लागि चाहिँ हामीलाई एकदमै मजा आइरहेको थियो र केही बेर हामीले यही हेऱ्यौँ। त्यसपछि चाहिँ साँझ पर्न लागेको थियो। त्यसपछि चाहिँ अब हामी घर जाने भन्ने कुरो भयो। साथीहरू, आजको यो भिडियो यति नै। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो, पक्कै पनि राम्रो लाग्यो भन्ने विश्वास लागेको छ र यस्तै भिडियोहरू हेर्नका लागि चाहिँ हाम्रो यो च्यानललाई चाहिँ सब्सक्राइब, सेयर र कमेन्ट गरिदिनु हुनुहुन्छ भन्ने एकदमै ठुलो विश्वास पनि छ र गरिदिनु होला भन्दै आजको लागि यति नै। हस्त, नमस्ते।